Hello guys, so welcome back to my channel. And हामीले चाहिँ पहिला हामीले टाइप अफ सेट भित्र हामीले नल सेट युनिभर्सल सेट हामीले यो बाटो बनाएका थियौँ हैन। अब चाहिँ हामी हामीले नल सेट भित्र पनि हामीले फाइनाइट एन्ड इन्फाइनाइट सेट हामीले कम्प्लिट गरिसकेका थियौँ। र युनिभर्सल सेट र सबसेट चाहिँ अब हामी युनिभर्सल सेट अब यिनीहरू चाहिँ हामीले एकछिनपछि डिस्कस गर्नेछौँ। र चाहिँ हामीले फर्स्टमा चाहिँ अब हामी इक्विभ्यालेन्ट एन्ड इक्वल सेट सक्दियौँ हैन। है त आज अहिले चाहिँ हामी इक्विभ्यालेन्ट एन्ड इक्वल सेटमा छौँ। फर्स्टमा चाहिँ हामीले इक्विभ्यालेन्ट र इक्वल सेटमा जानुभन्दा अगाडि यिनीहरूको डेफिनेसन बुझ्नु जरुरी छ। अब इक्विभ्यालेन्ट सेट भनेको चाहिँ के हो त? इक्वल सेट भनेको चाहिँ के हो भन्दाखेरि इक्विभ्यालेन्ट सेट भनेको चाहिँ इक्विभ्यालेन्ट सेट विच हेज इक्वल नम्बर अफ एलिमेन्ट। जस्तै अब मैले चाहिँ अब नोट लेख्नु पर्दैन हैन। अब नोट लेख्यो भने अब टाइम पास पनि हुन्छ। हामी किन टाइम पास गर्ने, अब धेरै छिटो लेखिदिउँ। ल फेरि म रिपिट चाहिँ गरिदिन्छु है। यो इक्विभ्यालेन्ट सेट भनेको हैन, इक्विभ्यालेन्ट सेट इज द सेट विच हेज इक्वल नम्बर अफ एलिमेन्ट, इट्स कल्ड इक्विभ्यालेन्ट सेट, राइट। अब चाहिँ फर इक्जाम्पलको रूपमा देयर इज वन सेट ए बराबर 1 2 and 3, राइट। एन्ड बी बराबर ए बी सी हो। यो चाहिँ भयो हाम्रो एउटा इक्जाम्पल, राइट। अब सेट एमा चाहिँ कतिवटा नम्बर अफ एलिमेन्ट छन् भन्दाखेरि सेट एमा चाहिँ देयर आर कतिवटा नम्बर अफ एलिमेन्ट छन् भन्दाखेरि 1 2 3, देयर आर 3 नम्बर अफ एलिमेन्ट। अब बीमा चाहिँ कतिवटा छन् भन्दाखेरि बीमा चाहिँ 1 2 3, देयर आर 3, दिस इज कल्ड। अब यो चाहिँ भयो हैन। अब चाहिँ भयो यहाँ चाहिँ एलिमेन्ट यो चाहिँ इक्विभ्यालेन्ट सेट भयो हैन। इक्विभ्यालेन्ट सेट भने हामीले इक्वल नम्बर अफ एलिमेन्ट कसलाई भन्छ भन्दाखेरि एलिमेन्ट कोष भित्र भएका एलिमेन्ट कतिवटा नम्बर छन् त भन्दाखेरि 1 2 3 सम्म छ हैन। यो पनि 1 2 3 सम्म छ। अब चाहिँ यो भयो हामीले इक्वल भनेको हैन। अब इक्वल भयो नि त, यो 1 2 3, यहाँ पनि 3, 1 2 3, यहाँ पनि 3 भयो। त्यसैले हामीले यसले इक्विभ्यालेन्ट सेट भन्छौँ हैन। ल फर इक्जाम्पल ए बराबर 1 2 3 4, बी बराबर 2 3 1 and 4 हो। हामीले चाहिँ हैन एउटा कुरा चाहिँ जरुरी छैन बुझ्नु। अब चाहिँ हामीले जस्तै यहाँ 1 2 3 4 लगातारले हामीले ट्याक्क लेखेको छ हैन। अब चाहिँ हामीले बीमा चाहिँ हामीले यताउता गरेर मिलाएको छ। यो चाहिँ के भने यताउता हुनु भनेको चाहिँ के हैन, हामी चाहिँ भित्र सेम नम्बर अफ हामीले इक्वल हेर्नु छ नि त हैन। त्यसैले हामीले इक्वल मात्र हेर्ने के। यहाँ के छ 1 2 3 4 हैन, 1 2 3 4। अब यहाँनिर हैन, अब हामीले यहाँ लेटरहरू भए पनि हुन्थ्यो। जस्तै अब यहाँनिर ए बी सी डी भए पनि हुन्थ्यो हैन। हामीले चाहिँ यहाँ सेम हेर्ने हैन के। यहाँ सेम हेर्ने, हामीले इक्वल हेर्ने हो। इक्वल अब कतिवटा छन् त इक्वल भन्दाखेरि हामीले सेम हेर्ने, सेम हेर्दाखेरि चाहिँ यहाँ 1 चाहिँ यहाँ 2 छ, यहाँ 2 चाहिँ यहाँ 3 छ, यसरी त भएन। अब यहाँ हामीले इक्वल हेर्ने, कतिवटा इक्वल छन्, अब जम्मा चाहिँ कति ए र बीमा इक्वल छन् कि छैन भन्ने कुरा बुझ्ने हो क्या हामीले यहाँमा। अब यहाँमा चाहिँ नम्बर अफ, अब हामीले सर्टकटमा लेख्दाखेरि चाहिँ नम्बर अफ एलिमेन्ट यो यसरी, यो भनेको चाहिँ अब नम्बर अफ एलिमेन्ट हो क्या। यहाँ चाहिँ कति छ भन्दाखेरि 4 त हैन। नम्बर अफ यो भनेको चाहिँ नम्बर अफ एलिमेन्ट इन सेट ए हो क्या यो भन्नु खोजे। अनि यहाँमा चाहिँ बीमा चाहिँ कतिवटा छ भन्दाखेरि बीमा पनि 4 वटा नै छ। त्यही भएर यसले हामीले इक्विभ्यालेन्ट सेट भन्छौँ। अब यो हाम्रो बुकमा पनि छ, जस्तै हेरौँ है। हाम्रो बुकमा पनि यस्तै छैन, यहाँ दिएको छैन। अब यहाँ इक्विभ्यालेन्ट एन्ड इक्वल सेट दिएको छ। यहाँ यसरी हामीले तपाईहरु बुझ्न पनि सक्नुहुन्छ तिमी, यहाँ यसरी दिएको छैन। एन्ड हामीले जस्तै कि अब इक्विभ्यालेन्ट सेटले चाहिँ हामीले यसरी पनि जनाउँछौँ के। जस्तै अब यो छ नि त ए र बी, जस्तै हामीले भन्नु पर्यो ए र बी इक्विभ्यालेन्ट छन्। ए र बी इक्विभ्यालेन्ट छन् भनेर कसरी बुझ्ने त भन्दाखेरि यो चिन्ह के हो भन्दाखेरि यसले चाहिँ हामीले यसरी बुझ्छौँ। यो भनेको चाहिँ यदि एक्जाममा यदि आइहाल्यो भने यसरी यो चाहिँ कुन हो भन्दाखेरि हामीले इक्विभ्यालेन्ट सेट भन्नु पर्यो। अब यो इक्विभ्यालेन्ट सेटमा चाहिँ हामीले चाहिँ बुझ्ने भनेको के हो भन्दाखेरि अब नम्बर अफ एलिमेन्ट चाहिँ अब इक्वल छन् कि छैनन् भन्ने मात्र बुझ्ने हो कि यहाँमा। अब हामी अर्कोमा अब चाहिँ यसले कसरी भन्ने प्रोसेसहरू बुझ्छौँ एकछिन पछि। अब चाहिँ जब हामी हैन इक्वल सेट, राइट, इक्वल सेट टी हो। अब इक्वल सेट भनेको चाहिँ के हो भन्दाखेरि इक्वल सेट भनेको बुझ्नुपर्ने छ है। यहाँनिर ठिक्क अहिले कन्सेप्ट आएको छैन। अब बुझ्दै इक्वल सेट भनेको चाहिँ के हो भन्दाखेरि इक्वल सेट इज द सेट विच हेज इक्वल एन्ड सेम नम्बर अफ एलिमेन्ट, इज कल्ड इक्वल सेट। यो चाहिँ म फेरि भनिदिन्छु एकचोटि गाह्रो भयो भनेमा। अब चाहिँ इक्वल सेट इज द सेट विच हेज इक्वल एन्ड सेम नम्बर अफ एलिमेन्ट, इज कल्ड इक्वल सेट। अब चाहिँ यहाँ हामीले चाहिँ अब यो सर्टकटमा लेख्दैछु है म। अब यसले इक्वल सेटले चाहिँ बुझ्ने कसरी चाहिँ चिन्ने भन्दाखेरि हामीले त म्याथमेटिक्स हिसाबमा पढेकै नै हुन्छौँ इक्वल। यसले चाहिँ हामीले यसरी जनाउँछौँ। अब यसमा चाहिँ हामीले इक्वल सेट चाहिँ के बुझ्नु छ भन्दाखेरि नम्बर अफ एलिमेन्ट इक्वल एन्ड सेम हो। हामीले चाहिँ यो दुईवटा कुरालाई मात्र फोकस गर्नु छ। इन दुईवटा कुरा के, इन दुईवटा कुरा चाहिँ हुनै पर्छ क्या यहाँमा। हामीले चाहिँ इक्विभ्यालेन्टमा के पढेका छौँ एज यु नो अलरेडी हैन। तपाईहरुलाई अगाडि तिमीलाई अगाडि नै थाहा छ। हामीले अगाडिमा इक्विभ्यालेन्ट सेटमा के पढेका थियौँ, इक्विभ्यालेन्टमा सेट चाहिँ हामीले इक्वल मात्र भनेको थियौँ। यहाँ इक्वल नम्बर अफ एलिमेन्ट मात्र भनेको थियौँ हैन। यहाँमा चाहिँ हामीले इक्वल एन्ड सेम, यहाँमा सेम नम्बर सेम थप्यो है। म फेरि पनि भन्दैछु। अब इक्विभ्यालेन्ट सेट इज द सेट विच हेज
इक्वल नम्बर अफ इलिमेन्ट है। अब यहाँ चाहिँ के फरक छ भन्दाखेरि इक्वल सेटमा के फरक छ भन्दाखेरि इक्वल सेट इज द सेट व्हिच हैज इक्वल एन्ड सेम नम्बर अफ इलिमेन्ट। फर इक्जाम्पल अनि बुझ्यो नि फरक। अब चाहिँ म यहाँ चाहिँ हामी जाउँ अब सेम र इक्वल एन्ड सेम भने चाहिँ फर इक्जाम्पलको हिसाबमा हेर्दाखेरि जस्तै कि ए बराबर 1 2 3 राइट एन्ड सेट बी बराबर 2 1 एन्ड 3 हो। एउटा यो भयो होइन। अब यो चाहिँ भयो होइन एउटा सेट। अब यहाँ हामीले के भनेको थियौँ सेम एन्ड इक्वल राइट। अब यहाँ सेम छ कि छैन भन्दाखेरि बुझौँ है। अब यहाँ 1 छ यहाँ पनि 1 छ। यहाँ हामीले यताउता भयो भने हामीले केही पनि भने यताउता भयो भने के हुँदैन भने तर हामीले सेम र इक्वल हुनु पर्यो। यताउता भयो भने केही त फरक हुँदैन भनेको नि हामीले होइन। हामीले जस्तै हामी नम्बर अफ इलिमेन्ट कति भन्दाखेरि नम्बर अफ इलिमेन्ट इन सेट ए बराबर कति छ त भन्दाखेरि 3 छ होइन। अब यहाँ नम्बर अफ इलिमेन्ट इन सेट बीमा चाहिँ कतिवटा छन् 3 नै छन्। 3 नै के छन् भन्दाखेरि यहाँ पनि 1 छ यहाँ पनि 2 छ यहाँ पनि 3 छ होइन। त्यसैले हामीले यहाँमा भयो इक्वल पनि भयो 1 1 सेम पनि भयो 3 पनि भयो। जस्तो फर इक्जाम्पल अर्को हिसाबमा हामीले इक्विभ्यालेन्टमा के पढेको है इक्विभ्यालेन्टमा हेरौँ है हामीले। जस्तै कि अब अर्को इक्जाम्पलमा हेर्दाखेरि अब ए बराबर 1 2 3 4 होइन यो भयो। अब बी बराबर के भयो भन्दाखेरि ए बी सी डी होइन। अब यसलाई चाहिँ हामीले भन्दैनौँ यसलाई चाहिँ हामीले भन्दैनौँ कि इक्वल सेट हो। यसलाई हामीले भन्दैनौँ इक्वल सेट किन भन्दैन त यहाँ पनि सेम छ। यहाँ चाहिँ हामीले नम्बर अफ इलिमेन्ट त सेम छ नम्बर अफ इलिमेन्ट चाहिँ इक्वल छ भन्छ होइन। भन्दाखेरि हामीले चाहिँ यसले भन्दैनौँ के किन भन्दैनौँ भन्दाखेरि अब बुझ्नु होला। तर यहाँ पनि हेर्नु है नम्बर अफ इलिमेन्ट यहाँ पनि के छ भन्दाखेरि नम्बर अफ इलिमेन्ट इन सेट ए बराबर कति छ 4 छ होइन 1 2 3 4 राइट। यहाँ पनि बराबर 4 छ। यहाँ पनि अब तपाईँहरू भन्नुहुन्छ है तपाईँले चाहिँ कन्फ्युज हुनसक्छ कि यहाँ पनि 4 छ यहाँ पनि चाहिँ 1 2 3 4 नम्बर अफ इलिमेन्ट 4 छ। नम्बर अफ इलिमेन्ट इन सेट बीमा चाहिँ पनि 4 छ भन्नुहुन्छ भने यदि तपाईँ यस्तो यो इक्वल सेट हो भन्नुहुन्छ भने द्याट इज यु आर रङ। कसरी भन्दाखेरि यहाँ हामीले भनेको थियौँ इक्वल सेटमा चाहिँ हामीले इक्वल एन्ड सेम नम्बर हुनुपर्छ भनेको थियो होइन। सेम नम्बर अफ एन्ड इक्वल एन्ड सेम नम्बर राइट। यहाँ चाहिँ सेम छैन होइन इक्वल मात्र छ। तर इक्वल मात्र भएर त हामीलाई भएन हामीलाई सेम पनि चाहियो। सेम चाहिनलाई के चाहियो भन्दाखेरि अब यहाँ हामीले एबिसीको ठाउँमा हामीले 1 यस्तो भइदियो हुन्थ्यो। तर यो चाहिँ हाम्रो भएन यो दिस इज नट करेक्ट। यो चाहिँ हाम्रो भएन किन भयो मैले भन्छ कि होइन यहाँ चाहिँ नम्बर अफ इलिमेन्ट इक्वल छन् तर सेम छैन। द्याट्स वाट वी वान्ट। हाम्रो चाहिँ फर्स्टको चाहिँ हामीले यो भनेको थिएन यहाँ पनि सेम छ यहाँ पनि सेम छ नि त। त्यसैले हामीले दिस इज द राइट एन्सर राइट इक्वल सेटको राइट एन्सर हो। अब तिमी यदि एउटा स्टुडेन्ट हो एउटा बुझ्ने हिसाबको स्टुडेन्ट हो भने तपाईँलाई एउटा माइन्डमा क्वेसन आइसक्यो। तपाईँले यो अब कुन सेट हो भनेर तपाईँले बुझ्न सक्नुभयो। यो चाहिँ हामीले इक्विभ्यालेन्ट सेट हो भनेर तपाईँको माइन्डमा अगाडि नै आइसक्यो कि मैले भन्नु भन्दा नि अगाडि आइसकेको यदि आइसकेको होला नि कमेन्टमा भन्न आइसकेको थियो कि थिएन भनेर। यो चाहिँ भयो हाम्रो इक्विभ्यालेन्ट सेट चाहिँ कसरी भयो अनि यहाँ इक्वल सेटमा किन लेखेँ भन्दाखेरि होइन यहाँ चाहिँ छ इक्वल हामीले गम्मा भनेको थियौँ हामीले इक्वल मात्र भनेको थियौँ नि त इक्वल त छ तर सेम नभए पनि हुन्छ डिफ्रेन्ट भए पनि हुन्छ। यहाँ पनि डिफ्रेन्ट छ तर नम्बर अफ इलिमेन्ट सेम छ। त्यसैले यो इक्विभ्यालेन्ट सेट भयो हो। अब यति बुझ्दाखेरि पनि अब फेरि तपाईँहरूको माइन्डमा एउटा क्वेसन आइसकेको होला। अब के क्वेसन हो भन्दाखेरि हेर्नु है हामीले चाहिँ भनेको थियौँ यहाँ पनि सेम छ तर यो पनि इक्विभ्यालेन्ट सेट हुनसक्छ नि तपाईँको माइन्डमा आइसकेको होला है हो। द्याट्स वाट आई वान्ट फर यु। यो पनि हुनसक्छ नि किन हुँदैन त इक्विभ्यालेन्ट सेट इक्वल पनि हुनसक्छ। किन कसरी भन्दाखेरि इक्वल जस्तै हामीले यो डिफ्रेन्ट भयो भने सेम भयो भने के हुँदैन त इक्विभ्यालेन्ट सेट त हुन्छ तर सेम हुनु पर्यो इक्वल हुनु पर्यो नि त होइन। नम्बर अफ इलिमेन्ट इक्वल हुनु पर्यो सेम भयो भने डिफ्रेन्ट हामीले हेर्ने होइन कि सेम छ कि हेर्नु है। अब इक्विभ्यालेन्ट सेट हुनसक्छ हुन्छ इक्वल सेट जहिले पनि इक्विभ्यालेन्ट सेट हुन्छ इक्वल सेट इक्विभ्यालेन्ट सेट हुन्छ तर इक्विभ्यालेन्ट सेट इक्वल सेट हुन्छ तर कहिलेकाहीँ मात्र हुन्छ। गरिट अब बुझ्यो होला इक्विभ्यालेन्ट सेट एन्ड इक्वल सेट। अब चाहिँ म एउटा मात्र कन्सेप्ट बुझाउँछु है ल है। स्पेसल नोट के हो भन्दाखेरि हेर्नु है हामीले कन्सेप्ट त तपाईँहरूले बुझ्नुभयो होला तर अन्तिममा यो ठ्याक्क रूपमा सबैले ट्याक्क माइन्ड म्याप बनाए जस्तो होइन इक्वल एन्ड इक्विभ्यालेन्ट सेटको माइन्ड म्याप बनाए जस्तो। अब इक्वल सेट सधैँ इक्विभ्यालेन्ट हुन्छ तर इक्विभ्यालेन्ट सेट कहिलेकाहीँ हुन्छ तर सधैँ हुँदैन के। अब लेख्दाखेरि इक्वल सेट सधैँ के हुन्छ भने थियौँ इक्विभ्यालेन्ट सेट। म नेपालीमा लेख्छु है तपाईँले बुझ्न सजिलो हुन्छ। इक्वल सेट सधैँ इक्विभ्यालेन्ट सेट। अब होइन इक्वल सेट सधैँ इक्विभ्यालेन्ट सेट हुन्छ अब सेकेन्डमा भन्दाखेरि अब तर इक्विभ्यालेन्ट सेट सधैँ अब सधैँ इक्वल हुँदैन तर कहिलेकाहीँ हुन्छ
हुन्छ। यो बुझ है, यो बुझ कसरी भनिरहेको छु म भन्दाखेरि, तर मेरो अक्षर अलि राम्रो छैन अनि बुझ्न अलिक गाह्रो भयो होला। फेरि रिपिट गरिदिन्छु होइन। यहाँ के लेख्यो भन्दाखेरि इक्वल सेट सधैँ इक्विभ्यालेन्ट सेट हुन्छ। अब इक्वल सेट यो इक्वल सेट चाहिँ सधैँ इक्विभ्यालेन्ट, अगाडि पढ्थ्यो नि हामीले इक्वल सेट चाहिँ इक्वल सेट सधैँ इक्विभ्यालेन्ट सेट हुन्छ होइन। तर इक्विभ्यालेन्ट सेट सधैँ इक्वल हुन्छ हुँदैन, तर चाहिँ कहिलेकाहीँ हुन्छ अरे होइन। कहिलेकाहीँ कसरी हुन्छ भन्दाखेरि ल हेरौँ है। इक्वल हामीले भनेको थियौँ इक्वल सेट सधैँ इक्विभ्यालेन्ट सेट हुन्छ भन्नुपर्दा कि यहाँनिर इक्जाम्पल छ है, यहाँनिर छ कि यहाँमा चाहिँ नम्बर अफ एलिमेन्ट 3 छ। यहाँ भन्ने नम्बर एलिमेन्ट हामीले इक्विभ्यालेन्ट सेटमा चाहिँ हामीले इक्विभ्यालेन्ट सेटमा चाहिँ इक्वल मात्र हुनुपर्छ भनेको छ। हामीले चाहिँ इक्वल छ, त्यसैले हामीले यसलाई इक्विभ्यालेन्ट सेट पनि भन्न मिल्यो। यहाँनिर चाहिँ इक्जाम्पल तर इक्विभ्यालेन्ट सेट सधैँ इक्वल हुँदैन, तर कहिलेकाहीँ हुन्छ। अब कहिलेकाहीँ हुन्छ भन्दाखेरि कसरी हुन्छ भन्दाखेरि ल हेरौँ बुझौँ। हामीले भनेको थियौँ हामीले इक्विभ्यालेन्ट सेटमा हामीले पहिला 2 नम्बर इक्जाम्पलमा चाहिँ हेर्नु है। यो चाहिँ हामीले कहिलेकाहीँ सधैँ कहिलेकाहीँ हुन्छ भनेको होइन, कहिलेकाहीँ हुन्छ भनेको होइन। यहाँ चाहिँ नम्बर अफ एलिमेन्ट कति 4 छ, यहाँ पनि नम्बर अफ एलिमेन्ट 4 छ, यहाँ पनि सेम छ। कसरी भन्दाखेरि यहाँ पनि 1 2 3 4 छ, यहाँ पनि 1 2 3 4 छ। हो यहाँ पनि 3 4 छ, यहाँ पनि 3 4 छ होइन। अब यस्तो अवस्थामा चाहिँ हामीले कहिलेकाहीँ हुन्छ भनेको होइन, कहिलेकाहीँ हुन्छ भनेको इक्विभ्यालेन्ट सेट पनि इक्वल सेट हुन्छ, तर कहिलेकाहीँ भनेको यो इक्जाम्पलले प्रष्ट हुन्छ। हो है। अब यो चाहिँ भएन, यो चाहिँ किन भएन भन्दाखेरि यहाँ चाहिँ हामीले इक्वल मात्र छ तर सेम छैन, यो चाहिँ भएन इक्वल सेट। तर कहिले तर हुँदैन भनेको नि त। अब भन्दाखेरि इक्विभ्यालेन्ट सेट चाहिँ सधैँ इक्वल हुँदैन भन्नुको मतलब यसले चाहिँ हामीले प्रष्ट बुझ्यो यसले चाहिँ। एन्ड द्याट्स अल फर टुडे गाइज। इफ यु निड माई नोट यु क्यान कमेन्ट इट। And guys, I will keep learning, keep growing, keep shining, and remember your greatness is